एभ्रीवन वेलकम ब्याक माई युट्युब च्यानल एन्ड आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै ठिक छु। आज चाहिँ विजया दशमीको डे 2 हो र डे 2 मा चाहिँ अब के हुन्छ यही भिडियोमा देखिन्छ हैन। यता चाहिँ हाम्रो पर्मिला दिदी होइसिन्छ। हाय त्यही हो, म त झन्डै बिर्सि खाएको रहेछु के भिडियो स्टार्टिङै गर्नलाई। ल अब हामी कान्छी दिदीहरुकोमा जाने। जाउँ। हाम्रो मालदी चाहिँ सुतिराख्नु भएको रहेछ। के भयो फेरि ज्वरो आयो कि क्या हो? पुरै बाक्लै लुगा लाएर सुत्नु भएको छ त। जाडो भएको छ। ज्वरो आयो? जाडो चाहिँ भएको छ रे, ज्वरो होइन जाडो भएको छ। हेर्नु कति बाक्लो लुगा लाएर सुत्नु। अब हामी चाहिँ माल दिदीहरुकोमा जानु आँटेको। माल दिदी हैन, ए सरी कान्छी दिदीहरुकोमा जानु आँटेको। के गर्नु माल दिदी मात्र भन्न आउँछ मुखमा। मेरो त यहाँ पनि टीका लाउनु बाँकी नै छ त। प्रनिशा, ईशा अनि हाम्रो भाइ। हाई। यो त हाम्रो भिनाजु पनि हुनुहुन्छ। भिनाजुलाई आजले तुक्कै फेरि ए राम ल भनिदिनु भिनाजु। ह्याप्पी दसैँ भनिदिनु न। कोका के हो कोका भनेको? ए कोला। के गर्नु छु? ईशा के छ क्या हो खबर? अब के गर्छौ त्यो पछि? देऊ मलाई दिने? मलाई दिन्छौ? म कति ज्ञानी हो प्रनिशा त। उसलाई मतलब छैन। मामा हजुरले खोइ ढोएको। जीवा जीवा नमस्ते नमस्ते गर। नमस्ते भने खोइ त मामा हजुरलाई। ला ठुलो गरेको खोइ मलाई ठुलो गरेको। अब त समयपछि ठुलो गरिहाल्नु पर्छ छिटो। खै त ईशाले गरेको। त्यो आशीर्वाद दिँदाखेरि त त्यस्तो भन्दैन नि त। गफ पो गरिराख्नु पर्छ निधार लाएर। त्यस्तो मनको हुँदैन, मुखको हुनु पर्यो। यो के हो फेरि टिभी खुल्ला राखेर? त्यो हेर्नु चाहिँ पर्ने हुन्छ है फेरि। पैसा नहेरिदिँदा उति उति हुनु पर्यो। फेरि घरमा पुगेर खाम हेर्दाखेरि झगडा पर्ला नि दुईजनाको। उति उति हुनु पर्यो खाममा चाहिँ भनेको नि। ढोग्नु पर्छ त। टीका लाउँदैनस्? लगा लगा भयो अरे। कानमा लगाइदिनु। कानमा त्यहाँ टाउकोमा छैन ठाउँ उसको। अहिले दुखेर रुन्छे।
पैसी 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 लिउ न पैसी लिउ दिदीलाई के साह्रो फाइदा हो बाँसपुर लिङ्गो बनाई गोरखा बजार परिक्रमा विसर्जन गर्नेछ भनी जनाएको छ। धार्मिक आस्थाले प्रेरित भएर सच्चा मान्नेलाई कुरा दिने जनविश्वासका साथ यहाँ बनारसी बाबाको दर्शन गर्न श्रद्धालुहरू आउने गर्छन्। तर स्थानको भौगोलिक अवस्था चिप्लो बाटो र जङ्गलका कारणले गर्दा एक्लै यात्रा गर्न गाह्रो हुने यस धार्मिक हस् भन न प्रचार प्रसारको अभावमा यसको महत्त्व ओझेलमा परेको स्थानीयहरू बताउँछन्। यो चाहिँ गाउँको खतरै डन हुन्छ जस्तो छ। डन धेरै नहुनु भए काकालाई पनि हेल्प चाहिँ गर्ने डन भए पनि कसैले रक्सी दोकान खोल्छु पुलिसले आउँछन् तैँले सबै त्यस टिभी चाहिँ निभाउँ न त्यो कपिराइट लाग्छ मेरो सबै अब त्यो टिभी निभाइदिनु त उ त्यहाँ माथिबाट जा निभा हाम्रो भान्जूको पहिलोचोटि यसरी लगाउन पाइयो। भान्जू मामा घर सम्झेर आइरहनु ल भान्जीलाई यसले त मलाई पाल्छ दारू दोकान खोज्छु एउटा बारमा काम गर्ने मान्छे हो केटा यसो हेरे काकालाई पनि बुझिस् नि बुझिस् नभन्नु न फेरि भोलिदेखि म दारू दोकान गर्छु भन्न थाल्छ त्यसलाई दारू भनेको पनि थाहा छैन म बारमा काम के हो भन् त भान्जाको पनि ढोक्छ नि त ढोक्छन् ए भान्जी मात्रै होला भनेको त भान्जाहरू पनि स्पेसलै हुँदो रहेछन् नमस्ते हो खुट्टा चाहिँ दिनुपर्छ है बहिनी यही मौका हो सबैलाई ढोकाउने काका बाउको त तैँले ढोक्नुपर्छ होला अब हातमा ढोक हातमा अहिले नै खुट्टामा ढोक्नु पर्दैन केटाकेटी हातमा यसरी यसो गरेर ढोक अब यता काकीलाई पनि यसो गर्नु न तपाईँ चाहिँ यसरी आशीर्वाद दिने हो आयो अब त्यसलाई पनि खै अब मेरो पाली होला टिका लाउने हेर्नु न त्यहाँ ल हजुर के गर्ने दसैँमा आइएको छ भाँडाकुँडा बन्नु परिगयो यतिकै लागि आउनु भएको त हो तपाईँ विदेशमा गरेको के अरे स्किल यहाँ देखाउनु पर्यो नि त के हो यो यस्तो यो कुन स्किल हो फेरि ल ल ल छिटो छिटो गरेर आउनु भयो भने सँगै जाऊँ ल ल ल ल हाई एभ्रिवान एन्ड अफ द डे चाहिँ म भान्से हुन पुगेको छु मेरो आफ्नै घरको म भान्से हुन पुगेको छु हैन म तपाईहरुलाई देखाउँदैछु म के पकाउँदैछु भनेर मैले दाल पकाइसकेको छु अब यहाँ तरकारी पकाउनको लागि यहाँ मेथी फुराउँदैछु तरकारी चाहिँ आज म सिमी बनाउँदैछु यहाँ छ सिमी आलु अनि त्यसपछि यहाँनिर चाहिँ खाना पाकिसकेको छ त्यही हो के गर्न गाह्रो छ गाह्रो हुन्छ पूर्ण रूपमा चाहिँ तपाईको बन्द गर भने त भने अब यो 2015 मा भएको सम्झौता हो यो 16-17 बाट यो कार्यान्वयनमा आयो र 20 मा ग्यास सप्लाई भइरहेको छ यद्यपि अमेरिकासँग त्यो हातमा राख्न देखिएन त्यो कपाल आफै गर्न बोली
पुरै रुस निर्भरता पनि नदेखिने अमेरिकी निर्भरता पनि नदेखिने र दुवै पक्षलाई म चाहन्छु भन्ने आफू चाहिँ तपाईँको बोस भन्ने त्यो खेलमा टर्की लागेको देखिन्छ। त्यो जमरा लगा कानमा सबै कचाको चाहिँ पारिहाल्छ हो। उसलाई हतार छ अनि बिजनेसम्यान हतार छ नि हौ। बाबाल के गरेको यो पुरै मकै नै रोपे जस्तै छ त यसको टाउको भरि। हिजो त आइफोनमा पो खिचेको त सबैको निक्लिने गरी त। किन साह्रो बजाउँदा कपिराइट लाग्ने र? बाबा आशीर्वाद पनि दिनु न हौ। दिइरहेको छु त। मनमा धेरै त राम्रो देखिँदैन। थाहा पाए सबैले थाहा पायो भने त फेरि अरूले सुन्ने गरिदिनु होइन। आशीर्वाद भनेको एकदम गोप्य हुन्छ। यसलाई हाँस उठ्छौ फेरि हेर्नु सिधा भाइ थाप्न साह्रै मजाले जाने रहेछ। ओइ भाइ थाप्नु त पर्छ त थाप्नुपर्छ ल। आशीर्वाद थाप्नु परेन त हातमा। कसले सिकाएको कस्तो मजाले थापेको। ओइ यता हेर न दुईजना भाइ उयोलाई चाहिँ यता हेर भनेको पैसामै छ त्यसको धुन तेरो बिमलाको। अनि यहाँ फोटोमा हेर भन्छु उता खामतिर मात्र हेरे के हेरे गर्छु। तँलाई तास खेल्ने पैसा भइहाल्यो कानमा। वाउ कान पनि ताक्नु भएको रहेछ। जमरा अलिक लामै निकाल्न मिलेन यति नै मात्रै आयो। काटेको त होइन पो रहेछ त उखालेर ल्याउनु भएको रहेछ। contestant number 1, contestant number 2, contestant number 3, contestant number 4, contestant number 5. ओए आयो मेरो देखियो यार। उसको चार होइन 5 कतिवटा छ 7 9 7वटा भयो नि त होइन। अनि रिसाएर भने दिएनन् भने त फेरि कस्तो नराम्रो त मार्च कस्तो गाह्रोले भनेर त्यो त भिखमा जस्तो गरिस् त तैँले त अनि बोला जितेको अनि होइन त्योसम्म ठिकै थियो तर तँलाई यस्तो धेरै औडासँगले खुसी चाहिँ के भएर लाग्यो र हाँसेको तेरो सोरे चेन्ज भयो त बुइनीको त अरू त्यस्तै हो कि 20 राउन्ड पछाडि 1 राउन्ड जितेर त्यस पछाडि त्यही पनि सलामी नै खाने गरी जितेर मान्छे ओइ नगाम ओइ फेरि यसले सिधा लान्छे अन्त नगाब किट्टी भए पनि हुन सक्छ नि नगामै
तँलाई कसले उनीहरूलाई गर्न बस न ओइ त मलाई देखा एकचोटि ओइ देखा न 3 4 5 6 7 8 ओइ 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 नगाप छ तेरो राम्रो छ ओइ जसलाई चाहिँ फेरि यत्रो राउन्डसम्म अर्कोले सिकाइरहेको छ उसले सिकाउँछ यो को स्टाइलको लुगा हो बहिनी तिम्रो ओइ न अनि देखाएर एउटै कुरा त नि यसले सिधा लानु र तैँले देखाउनु कुरा राम्रै भयो गाइजहरु 100 रुपैयाँ सक्यो ल यो मेरो त 250 रुपैयाँ हाल्दिने भन्छ हैन अघि कस्तो ओ यो गाब बन्द गर्छु पैसा पनि यसरी सबैले गाब्दाखेरि त मैले सलामी खान्छु नि खासमा त ई ला तलाई चाहिँ जेमा पनि सलामी उसलाई चाहिँ हामी चाहिँ त्यहाँनिर नदेखाइकन गाबिरहेको छौँ अनि सलामी चाहिँ उसलाई दिनुपर्ने अरे त्यस्तो हुँदैन त बहिनी ओइ वर्षाले पैसा हालेको छैन हेर पैसा त्यत्रो राखेर बसेकी छे 430 हैन इन्टु 1.6 हुन्छ हैन माइनस गरेको 6 हुन्छ बट्टा काट्नु पर्दैन उयसको पैसा करेन्सी एक्सचेन्ज अनि 6 हुन्छ 700 मै आउँछ आउँछ 700.9 हो के म त युट्युबमा हाल्छु नि अनि थाहा छैन म भ्लग बनाउँछु भनेर ओइ एक दिन चाहिँ 10 नभने 63 जनाले हेर्छन् सरी इट्स ओके यतिकै नि बेटे त्यति अगाडि त भ्यू चाहिँ आउँदैन 63 पनि रेगुलर भ्युअरलाई चाहिँ पठाउँछु क्या लिङ्क मलाई थाहा छैन हेर्छन् अब एकछिन वेट गर्नुहोस् तपाईँहरू म यो मिलाउँछु ल भाइले चाहिँ गाबिसकेको छ गाइजहरू यता आँचल हेर यहाँ दुईटा चाहिँ मिलिमिली खेलिरहेका छन् पुतलीहरू आफ्नो चाहिँ यस्तो छ ताल आफ्नो ताल यस्तो छ गाइज ओइ तिमीहरू 3 जना मिलेर के मलाई एउटालाई हराउन आँटेका ओइ तिमीहरूको 3 जना मिलेर मलाई एउटालाई हराउन खोजेका कि के गर्न खोजेका यार यसको पन्जाको ट्रिपल देखिसकेँ मैले यो अरे यत्रो हेरेर आफैले यो त अलिकति बहिनी नक्कले पारेको जस्तो देखियो त यहाँ त ओ यो एकटा कसले ल्यायो तँलाई त मैले जितेछु के यस्तो यस्तो ल्याउँछन् त अनि साथीहरू तेरो बाजे तैँले डाब पहिला हाल्नु पर्छ डाबै हो यो पनि डाबै हो एकादशी बासाको डाबै थियो सिङ्गलै हो म त तिमीहरू के भनेपछि तिमीहरू मिल्थ्यौ कि क्या हो 3 जना यसको हावा छ अर्को लास्ट मैले जितिन् त अनि यस्तो भएपछि के गर्नु त फर्स्टमा कसले जितेको फर्स्टमा सृजनाले सेकेन्डमा मैले फर्स्टमा मेरो एका टाइले
दाबै आउँछ भन्छ अब आयो त के गर्नु त अब त्यो बल्ल बल्ल आएको छ त पनि शङ्का गर्छ यार म त हालेकै छैन मैले हाल्नु पैसा गर्ने ओ यो के भयो कि हेर दुईटा एउटै मुख लाएर बोल्दैछ नि मिलिमिली खेल्दैछन् जस्तो लाग्दैछ यार मलाई ओ हेर न यहाँ यिनीहरू मिलिमिली खेल्छन् कि के गर्दैछन् तेरो देखियो कट्टु नदेखा न यो चाहिँ फेरि 25वटा गेममा पनि एउटै नजित्ने मान्छे गाबै गर्छ मेरो एकाले बुझायो अर्को रङ थिएन मेरो डाब्रन मेरो दुईटै डाब्रन ओइ यो कसले किट्टी बनायो होइन लास्टमा सत्ता कसको जुट थियो नि मेरो चौका ओ तैँले बनाएको आचल काट धेरै दिन भइसक्यो नकाटेको एकछिन ल म यो बनाएर आउँछु गाइजहरू मिलाएर आउँछु त भने मिलाउनलाई केही थिएन गाबी पो दिएँ मैले त अब यिनीहरू 3 जना दिदी बहिनी खेल्दैछन् ल 1 2 3 मेरो पनि यही थियो यहाँ ए यसको उयो रहेछ डाब्रन 9 10 11 एकामिसी बासाले यार अठा जुटमा पो अर्को नि रहन्छ 4 5 6 सलामी त हालेर गाइस रक्साले के गाबी थियो त्यही भएर त म त लामलाई सलामी पैसा जस्तो ल ओइ सलामी दे भाइ पनि सलामी दिइहाल त्यो त आफूले सोच्नु पर्यो नि त कति बेला सलामी दिन सकिन्छ भनेर लु अब यो लास्ट गेम खेलौँ ल तर यहाँ मसँग पैसा यति हो यो हारे भनेदेखि मैले 100 रुपियाँ हारे गाइस के भयो के गर्नु पुगेर मेरो त यस्तै हो 10,000 ए थम्बनेलमा चाहिँ धनी दिदीले ओइ धनी दिदी के लेख्नु धनी हैन धनी दिदी कसरी धनी हुनुहुँदो रहेछ धनी दिदीको हैन धनी दिदीको धनी हुने सिक्रेट गोप्य कारण क्या ए होइन के धनी दिदी फेरि प्रेग्नेन्ट हुनु भएको हो अनि अझ त्यो उयो एआईबाट उयो एडिट गरेर थम्बनेल पनि पुरा पेट पुगेको जस्तो हाल्दिने हैन अनि लास्टमा चाहिँ गेम खेलेको भिडियो के साइबर ओ हेर्न सिधै मुद्दा हाल्दिन्छु म डाब हो ल डाबमा डाबी ऊ हाम्रो उयो हाल्नु तेरो के हो फेरि डाब हान्छ नि ऊ एकामिसी बासा ए गुड सरी ए धन्न सलामी हाल्नु पाइएन ओइ 5 रुपियाँ छ हौ लास्टमा जाने हौ यो सकिएर जाने हो म त होइन यहाँ त नबस्नु होइन तिमीहरूलाई लाज लाग्दैन नि छतमा सुताउँछु भन्नको लागि छतमा सुत्नु भनेको त पुरै फुल एसी रुममा सुत्नु ज्वाइँ त डिरेक्टर हो नि त अनि म त घरकै मान्छे मात्रै
डिरेक्टर त भोलि पर्सि स्ट्रगल सुनाउनु परेन तँलाई चाहिँ 30 राउन्ड हारेर कस्तो महसुस भइरहेको छ यसले जिती लास्ट टाइम 2 चोटि जितेकी छ त्यही भएर उसको मुहारमा छुट्टै किसिमको चमक छ अब यसले आफूलाई विश्वास गर्न थाली म पनि यो बत्ती बन्द गर्यो भने पनि यो चमक यसको मुहारको चमकले अब यो आज रातभरि सुत्दिन गाइज भोलि पनि मलाई बिहानै बोलाउँछ लु आइज तास खेल्न भनेर मैले थाहा पाइसकेँ होइन अब यसमा अलिकति विश्वास आयो मैले यदि जितेर गएको थिएँ भने यसले मलाई भोलिदेखि आउनु पर्दैन भनेर पठाउँथेँ ल फेरि म अब मिलाएर आउँछु ल मिलाएर आइपुगे साथीहरू तर के गर्नु तपाईँहरू भन्नु त म के गरौँ गाविदिउँ कि के गरौँ त हेर्नु त यस्तो त पर्छ तास कडा कडा तास मिलाउँदा पनि जितेन अब यस्तो मुलामा त के तास दिन्छ होला यार राम्रो रहेछ हेर यसले फोटो खिचेर यस्तो खत्तम छ खोइ देखा त मेरो होइन अरूको भनेको ए अरूको खत्तम छ अरे यो गामेर रेकर्ड नयाँ रेकर्ड राख्यो यसले ओइ मलाई पनि हाल्दैछ है भोट 30 वटा गेममा 31 चोटि गाबेर नयाँ रेकर्ड राख्यो ठुलो नि फेरि यो भन्दा ठुलो के हुन सक्छ त जिन्दगीमा ला यो मेरो कलर यी मेरो हेर यहाँ सक्यो लु बाई बाई गाइजहरू अब सक्यो यही हो है 100 रुपियाँ हारियो ल ऊ त्यसले जिती लास्ट टाइम 100 रुपियाँ हारेको अब अहिले यहाँ के अरे आन्टीले 50 दिनु भएको थियो म 50 मै उठेँ ए ल यसको एसँग छ पैसा त उहाँ हेर्न 100 को 150 उता गयो पैसा तँलाई बाबाले कति दिनु भएको थियो 80 रुपैयाँ जति दिनु भएको थियो होला ल अब तिमीहरूले मलाई गाडी भाडा चाहिँ दिएर पठाऊ है टाढाको यात्रा 65 साउ कति थियो 265 प्रति मामा कति हाल्नु गाइज हामीलाई अन्याय भयो यिनीहरूले हामीलाई उहाँबाट राति उति बोलाएर हाम्रो पैसा लुटे गेम खेलाउने चक्करमा यिनीहरूले सिधा सिधा भन्नु पर्दाखेरि लुटेकै हुन् जुवामा हारियो गाइस 10 रुपैयाँ जिते नि मैले कति 10 रुपैयाँ तेरो पैसा मसँग 1 रुपैयाँ होइन मेरो पनि उल्टै त्योसँग छ सबैको यही छ म साउनै छु भोलि बिहान चाहिँ टाइममै आऊ है साथीहरू मम्मीलाई पनि हुँदैन मलाई सघाउने गरेर आऊ है ओइ ढोका खोल्दैन ढोका अनि अब यो अहिले चाहिँ ठ्याक्कै रातिको 1:30 भएको छ हामी चाहिँ तास खेलेर फर्किँदैछौँ भाइ र म अनि त्यतिखेर चाहिँ म भिडियो बनाउनु लागेको है यति बेला चाहिँ म भिडियो होइन पिङ खेल्न आँटेको छु गाइस बाटोमा जान्छ कोही छैन अन्धकार छ राति यता अगाडिबाट पक्रिँदैन भाइ यो के लाइट हौ 1:30 बजी राति ओइ त्यसो नठेल न लडिन्छ त कम्मरमा कता जाँदैछ है पिङ फेरि उन्निन्छु नि म त ल रोक अब जानुपर्छ घर रोक भाइ ओइ रोक 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 छिटो